नमस्ते। आज म तिमीहरूलाई यो बीएलई सेटको क्वेसन नम्बर 6 को बी नम्बर गराउन गइरहेको छु। 28 नम्बरदेखि योभन्दा अघिल्लो पनि गरिसकेको छ। अब सुरु गरौँ है त। y को पावर 4 माइनस 5y क्युब र 24y स्क्वायर छ भने हामीले यो y स्क्वायर कमन लिन सक्छौँ। y स्क्वायर कमन लियो भने यहाँ 4 बाट 2 अगाडि गयो भने y को स्क्वायर बाँकी माइनस 5y बाँकी 3 बाट 2 अगाडि गइसक्यो। अब 5y बाँकी माइनस 24 ब्र्याकेट दियो। त्यसपछि y स्क्वायर जस्ताको त्यस्तै। अब यसमा हामीले यसलाई चाहिँ फ्याक्टराइज गर्नुपर्ने छ। सबै यिनीहरू फ्याक्टराइजेसनकै क्वेसन हो। y स्क्वायर माइनस यहाँ के हुन्छ भने 24 चाहिँ इन्टु गर्दा 24 आउनु पर्यो, जोड्दा अथवा घटाउँदा माइनस 5 आउनु पर्यो। 8 इन्टु 3 24, 8 माइनस 3 5, हामीलाई यही चाहिने हो। अब चाहिँ यहाँ के गरौँ, 8 माइनस 5 y लेखौँ माइनस 24। त्यसपछि y स्क्वायर जस्ताको त्यस्तै। अनि यहाँ y स्क्वायर माइनस 8y, यो ब्र्याकेट खुल्दाखेरि प्लस भयो 5y माइनस 24। अनि त्यसपछि y स्क्वायर यहाँ अब हामीले कमन लिनुपर्ने आयो। ब्र्याकेट यस्तो दिउँ, y कमन लियो भने के आयो, यहाँ y माइनस 8 प्लस 5 कमन लियो भने यहाँ 5 होइन, यहाँ 3 हो, यहाँ 3 हो, सरी यहाँ 3 हो। अब यहाँ 3 कमन लियो भने y माइनस 3 8 जा 24 हुन्छ, 8 आयो। यो र यो सेम आउनुपर्छ, सेम आयो। अनि त्यसपछि y स्क्वायर अब y प्लस 3 y माइनस 8 हो। यो चाहिँ हाम्रो फ्याक्टराइजको फाइनल एन्सर भयो। अब हामी अर्को क्वेसन यसमा जान्छौँ। यसमा निश्चितै फ्याक्टराइज गर्ने हो। यहाँ 80 मल्टिप्लाई गर्दाखेरि चाहिँ 80 आओस् अनि जोड्दाखेरि 11 आओस्। त्यो चाहिँ कति हुन्छ भनेर 16, यहाँ चाहिँ 16 इन्टु 5 गऱ्यो भने 80 आउँछ। 80 16 माइनस 5 गऱ्यो भने 11, हामीलाई यही चाहिने हो। अब m स्क्वायर प्लस 16 माइनस 5 m माइनस 80। अब m स्क्वायर माइनस 16m माइनस 5m माइनस 80। अब यहाँ हामीले कमन लिन्छौँ, m कमन लियो भने m माइनस 16 माइनस 5 कमन लियो भने m माइनस 16, 5 16 जा 80 हुन्छ, 16 यो र यो सेम आयो। अब m माइनस 5 m माइनस 16 यसको एन्सर भयो। त्यसपछि हामी क्वेसन नम्बर 30 मा गइरहेको छौँ। 30 मा चाहिँ हामीले गर्नुपर्ने चाहिँ हामीले x को पावर 4 माइनस x स्क्वायर माइनस 2x माइनस 1 छ। अब यसमा हामीले कमन लिन सक्ने कुरा के हुन् त यो गरौँ। यसमा दुईटा x स्क्वायर छ, यो दुईटामा कमन लिउँ। x स्क्वायर कमन लियो भने यहाँ के रह्यो, x को पावर, अथवा यसलाई यसरी गर्न मिल्छ, सरी, a स्क्वायर माइनस 2 ab को फर्मुलामा राख्न सकिन्छ। 2ab प्लस b स्क्वायर भयो। अब चाहिँ यसको फर्मुला पहिला यसलाई रिएरेन्ज गरौँ। x को पावर 4 माइनस 2x माइनस ab, 2x माइनस ab भनेको एकछिन है, हो हामीले यसलाई अब रिएरेन्ज गर्छौँ। जस्तै यो क्वेसन छ, अलिक सिम्पल पनि छ तर यो कम्प्लेक्स खालको। x को पावर 4 जस्ताको त्यस्तै यतिलाई चाहिँ हामीले फर्मुला बनाउँछौँ। माइनस x स्क्वायर माइनस 2a भनेको x इन्टु 1b
माइनसको ठाउँमा यहाँनिर चाहिँ प्लस आउँछ +1 स्क्वायर फर्मुला बनाउँदैछौँ हामीले। अब यहाँ चाहिँ ब्र्याकेट दियो भने यसरी बन्छ। त्यसपछि x को पावर 4 माइनस यो चाहिँ फर्मुला भयो x - 1 को होल स्क्वायर, यो फर्मुला भयो। अब के गर्न सक्छौँ, x को स्क्वायर माइनस x - 1 को होल स्क्वायर। अब a स्क्वायर माइनस b स्क्वायर को फर्मुला भयो a माइनस b a प्लस b भयो। अब हामीले x स्क्वायर माइनस x प्लस माइनस 1 जस्ताको त्यस्तै, अनि अर्को चाहिँ x स्क्वायर प्लस x माइनस 1 यसरी लेख्छौँ। यहाँ चाहिँ माइनस भयो भने यहाँ चिन्ह चेन्ज, यहाँ चाहिँ प्लस, यो ब्र्याकेटले गर्दा प्लस भयो। यो a स्क्वायर b स्क्वायरको प्लस भयो, यहाँनिर प्लसै हुन्छ, यो प्लसै हुन्छ, यहाँनिर प्लस हुन्छ भने यो ब्र्याकेट हुँदाखेरि x स्क्वायर माइनस x, यो माइनसले भित्रको चिन्ह चेन्ज गरेर -1 गर्यो, x स्क्वायर प्लस x प्लस 1 यो चाहिँ यसको फाइनल एन्सर हो। अब हामी यो 31 नम्बर क्वेसन गर्छौँ। यहाँनिर त अब ठाउँ नै छोटो भयो, त्यही पनि यसमा इजी नै छ यो क्वेसन। यो क्वेसन पनि 30 नम्बर क्वेसनको जस्तै गर्नुपर्ने हो। यहाँनिर ठाउँ कम भयो, यो क्वेसन यहीँनिर गरौँ, ठाउँ भयो नि कन्जेस्टेड। यो पनि a स्क्वायर प्लस 2ab a प्लस b को होल स्क्वायरको फर्मुलामा हामीले यसलाई गर्छौँ, तोड्छौँ, पहिला फर्मुला बनाउँछौँ। जस्तै यहाँ रिएरेन्ज गर्छौँ 2a को होल स्क्वायर प्लस 4a प्लस 1, यसलाई हामी रिएरेन्ज गरेको हो यति भागलाई, माइनस 36 को पावर 4 को a को पावर 4 छ भने अब यो फर्मुला बनाउँ 2a को होल स्क्वायर प्लस 2 इन्टु ab, a भनेको 2a इन्टु 1 प्लस 1 को स्क्वायर माइनस 36 को a को पावर 4 भयो भने अब चाहिँ यो a प्लस b को फर्मुला 2a प्लस 1 को होल स्क्वायर माइनस 36 को a को पावर 4 भयो भने अब यतिलाई चाहिँ हामी a स्क्वायर माइनस b स्क्वायरको फर्मुला बनाउँछौँ। यसमा चाहिँ के हुन्छ भने 2a प्लस 1 को होल स्क्वायर माइनस 6a स्क्वायरको होल स्क्वायर गर्यो भने यो a स्क्वायर b को फर्मुला यसमै आयो। अब हामी a स्क्वायर माइनस b स्क्वायरको सिधै फर्मुलामा तोड्यो भने के हुन्छ, 2a प्लस 1 माइनस 6a स्क्वायर 2a प्लस 1 प्लस 6a स्क्वायर, यो दुईटा चाहिँ यसको फ्याक्टराइजेसन भयो। यति नै यसको एन्सर हो। अब हामी 32 नम्बर क्वेसन गर्न गइरहेका छौँ। यो पनि एकदम सिम्पल हो। यसमा हामीले मल्टिप्लाई गर्दाखेरि 6 इन्टु 6 गरेर 36 आउनु पर्यो, अनि त्यसपछि जोड्दाखेरि चाहिँ 13 आउनु पर्यो। अनि यसरी कसरी हुन्छ, 9 इन्टु 4 गर्यो भने 9 चौको 36, 36 आयो, 9 प्लस 4 9 10 11 12 13, 9 10 11 12 13, 9 मा 4 जोड्यो भने 13 भयो। हो, यो चाहिँ मिल्यो हाम्रो। अब हामी के गर्छौँ भने 36 को क्वेसन नम्बर 32 को गर्छौँ। हामीलाई यो जोडेको हुनु पर्यो 6x स्क्वायर। हामीले यहाँ माइनस र प्लस कसरी राख्ने भने हामीले 13 आउनु पर्यो जोड्दा अथवा घटाउँदाखेरि, अनि मल्टिप्लाई गर्दाखेरि 6 इन्टु 6 गरेर 36 आउनु पर्यो। जस्तै अब 9 प्लस 4 गर्यो भने
13 भयो, चिन्ह माइनस नै रहन्छ, x + 6 यो पछाडिको जस्ताको त्यस्तै गर्यो, 6x² - 9x + 4x + 6 यो पछाडिको जस्ताको त्यस्तै। यहाँनिर हामीले यो x ले यो दुईटैले मल्टिप्लाई गर्दाखेरि यसरी आउँछ। यो कुरा खास प्र्याक्टिस गरेर आउँछ, तपाईहरु प्र्याक्टिस गरिराख्यो भने यो आफै आउँदै गर्छ। अब चाहिँ हामीले 3x कमन लियौं, 3 2 जा 6 हुन्छ, 2x - 3 3 जा 9 3 आयो, प्लस 2 कमन लियो भने 2x 2 2 जा 4 2x प्लस 2 2 3 जा, तर यहाँनिर हाम्रो 9 - 4 प्लस यहाँनिर चिन्ह चेन्ज भएको, यो ब्र्याकेटले गर्दा यहाँ माइनस हुनुपर्ने, यो माइनस हुनुपर्ने, यहाँ माइनस, यहाँ चिन्ह माइनस हुन्छ, त्यसले गर्दा यहाँनिर माइनस हुन्छ ब्र्याकेटमा। 2 2 जा 4 2 2 3 जा 6 3 आयो, यो भाग र यो भाग सेम आउनुपर्छ। 3x - 2 2x - 3 यो नै यसको फाइनल एन्सर हो। अब हामी 33 नम्बर क्वेसन गर्छौं। 33 नम्बर क्वेसनमा के छ भने यसमा a² - b² को फर्मुलै बनाउन नि मिल्छ, अथवा हामीले यसलाई चाहिँ a + b को होल स्क्वायर, यसलाई फर्मुला पहिला तोडौं, यसलाई x² + 2ab भनेको 2 लेखौं, फर्मुलामै हुन्छ 2a भनेको x * b भनेको 3 प्लस 3 को स्क्वायर माइनस 9x जस्ताको त्यस्तै -27। अब के हुन्छ भने x² प्लस 6x प्लस 3 3 जा 9 9 - 9x - 27। अब 9x र 6x गयो भने कति, x² माइनस यसबाट 3x आयो, अनि 27 बाट 9 गयो भने 27 बाट 9 गयो भने कति बाँकी रह्यो, 18 - 18 हो। अब 18 आयो, अब यसलाई मल्टिप्लाई गर्दाखेरि 18 आओस्, 18x² अनि माइनस अथवा प्लस गर्दाखेरि 3x आओस्, 6 * 3 6 3 18 आयो, 6 - 3 गर्यो भने 3 आयो हो। हामी यही लिन्छौं। अब के गर्छौं, फ्याक्टर x² जस्ताको त्यस्तै माइनस 6 प्लस 6 माइनस नै गर्छ, -3 गर्यो भने x - 18। यहाँनिर चाहिँ हामीले माइनस राख्ने प्लस राख्ने, यो अगाडि माथि हेरेर गर्नुपर्छ। अनि हामीले जस्तै 6 बाट 3 घट्यो भने कति हुन्छ, 3 बाँकी रहन्छ, तर चिन्ह माइनस नै रहन्छ, त्यही भएर यहाँ माइनस राखेको हामीले। यहाँनिर चाहिँ प्लस माइनस हेरी त्यो सिचुएसन हेरेर राख्नुपर्ने हुन्छ। x² - 6x यो ब्र्याकेट खोल्दाखेरि प्लस भयो, 3x - 18। अब x कमन लियो भने x - 6 प्लस 3 कमन लियो भने x - 6, यो र यो सेम आयो, x - 6 x + 3 यो नै यसको फाइनल एन्सर हो 33 नम्बरको। अब हामी 35 नम्बर क्वेसन गर्दैछौँ। अब यसमा चाहिँ हामीले यो z दिएको छ, x² - y² प्लस x इन्टु y² - यो बाहिरकोले भित्रलाई मल्टिप्लाई गर्नुभयो, z x² माइनस यो सिधै मल्टिप्लाई z y² प्लस xy² माइनस xz² यो जस्ताको त्यस्तै। अब हामी यसमा रिएरेन्ज गर्छौं, खासमा अब हामी यसमा कसरी गर्छौं भने यो y² अर्को y² एक ठाउँमा लिने, अब यसलाई अगाडि ल्याउने, z x² माइनस xz² प्लस
xy स्क्वायर माइनस zy स्क्वायर। अब कमन लिने हो। यसमा के कमन आउँछ? यसमा z छ, z स्क्वायर छ। यसमा हामीले xz कमन लिन्छौँ, xz बाँकी यहाँ के रह्यो x माइनस यसमा के कमन आउँछ भने यसमा बाँकी के रह्यो भने z बाँकी रह्यो प्लस यसमा y कमन लियो भने y स्क्वायर x माइनस z। हामीले यो र यो सेम आयो। फाइनल यसको y स्क्वायर प्लस xz अनि x माइनस z, यो नै यसको फाइनल आन्सर हो। यी एन्सरहरू धेरै राम्रोसँग हेरेर गर्नुपर्ने हुन्छ। यहाँनिर हामीले 35 लेखेको रहेछ क्वेसन, यो क्वेसन 34 को रहेछ। अब हामी 35 क्वेसन नम्बर गर्दैछौँ। अब साथीहरू हामी 35 नम्बर क्वेसन गर्न गइरहेका छौँ। यसमा चाहिँ के हो भने हामीले ए स्क्वायर प्लस 1/a को 12 भए a क्यूब प्लस 1/a क्यूबको मान पत्ता लगाउनुहोस् रे। अब यो भागलाई चाहिँ हामी सेपरेट गर्छौँ। सुरुमा सेपरेट दिस भाग, यो a स्क्वायर प्लस 1/a, यो त दुइटैको हो नि, a तलको अनि a भयो भने बराबर 12 भयो भने a बाट a एउटा क्यान्सल भयो भने a प्लस 1/a बराबर 12। यो चाहिँ इक्वेसन मानौँ 1 गरिहालौँ। हामीलाई चाहिँ यसको a क्यूब प्लस 1/a क्यूबको मान पत्ता लगाउनु पर्ने छ। भ्यालु आवश्यक छ। अब हामीले a प्लस b को होल क्यूबको फर्मुला लगाउँछौँ। युज द अल्जेब्रिक आइडेन्टिफाई भनेको छ। युज अल्जेब्रिक आइडेन्टिफाई, जस्तै युज अल्जेब्रिक आइडेन्टिटी हामीले यो वाला पत्ता लगाउनको लागि अल्जेब्रिक के गर्छौँ भने x प्लस y बराबर होल क्यूब भए x क्यूब प्लस y क्यूब प्लस 3xy x प्लस y, यो चाहिँ फर्मुलाबाट लिएको हो हामीले। अब मानौँ लेट गऱ्यो भने लेट x बराबर a भए एन्ड y बराबर 1/a भए देन हामी के लेख्न सक्छौँ? xy बराबर a इन्टु 1/a बराबर 1 लेख्न सक्छौँ। xy बराबर a इन्टु a बाई 1 लेख्न सक्छौँ। अब चाहिँ 1 भन्नाले साथीहरू हामीले चाहिँ यसमा चाहिँ यो x बराबर a भए हामीले यहाँनिर जानुपर्छ। x भनेको यो हो, y भनेको यो हो। अब हामीले यो इक्वेसन 1 बाट गयो भने x यहाँ इक्वेसन 1 बाट गऱ्यौँ भने के हुन्छ भने फ्रम इक्वेसन 1 a प्लस 1/a को बराबर 12 क्यूब बोथ साइड गऱ्यो भने क्यूब बोथ साइड हामीले यो फर्मुला a प्लस b को फर्मुला यो फर्मुलामा तोड्छौँ। क्यूब गऱ्यो भने चाहिँ के आउँछ? अब हेरौँ है त साथीहरू। a क्यूब प्लस 1/a को होल क्यूब प्लस 3 इन्टु a इन्टु 1/a प्लस a प्लस 1/a बराबर यहाँ चाहिँ कति आयो? 12 को क्यूब गर्दाखेरि 1728 आयो। अब हामी a क्यूब प्लस 1/a क्यूब, यसमा चाहिँ a क्यान्सल भयो भने प्लस 3 इन्टु a प्लस 1/a गऱ्यो भने बराबर 1728। अब a क्यूब प्लस 1/a
AQ। अब यो 3 इन्टुमा छ भने 3 इन्टुमा छ भने यहाँनिर चाहिँ के हुन्छ भने यसको ठाउँमा हामीले यो नम्बरको ठाउँमा हामीले 12 राख्न मिल्छ। माथि a + 1/a बराबर 12 भनेको छ, त्यही भएर +3 इन्टु यो भनेको 12 हो बराबर 1728। अब AQ + 1/AQ प्लस 12 यहाँ 36 बराबर 1728। AQ + 1/AQ बराबर 1728 माइनस यताको 36 उता माइनसमा जान्छ भने 36। हाम्रो एन्सर चाहिँ कति आयो भने AQ + 1/AQ बराबर 1692। 1692। Therefore AQ + 1/AQ को मान कति हो भने 1692। यो चाहिँ यसको फाइनल एन्सर हो। अब हामी 36 नम्बर क्वेसन गर्न गएको छौँ। 36 नम्बर क्वेसनमा चाहिँ के छ भने y - 1/y बराबर 7 भयो भने y6 - 1/y3 को मान निकाल्नुहोस्। यसको मान पत्ता लगाउनु पर्ने छ। अब यसलाई नि हामी यसलाई ब्रेक गर्छौँ। y6 - 1/y3 बराबर के लेख्छौँ भने y को पावर 6 - y3 - 1/y3। अब यो सल्भ गरेर y3 1/y3 आयो। यो चाहिँ इक्वेसन 1 गर्दियौँ हामी। अब y - 1/y बराबर 7 भयो भने कन्डिसन छ। कन्डिसन हामीले भ्यालु चाहिँ यसको पत्ता लगाउनु पर्ने छ। अब यसैबाट पहिलाको जस्तै AQ - BQ को फर्मुला के हुन्छ भने a - b a² + ab + bq। b को यहाँ स्क्वायर हुन्छ, क्यों हुँदैन, यहाँ स्क्वायर हुन्छ। यो चाहिँ फर्मुलामा हेर्नु राम्रोसँग है। अब हामी a बराबर y गर्यो भने एन्ड b बराबर 1y गर्यो भने अब यही फर्मुलामा हामी यसलाई y र 1/y लाई तोड्छौँ। yq - 1/yq यो फर्मुलामा हामी राख्छौँ यसलाई। त्यसपछि के गर्छौँ भने y - 1/y y² प्लस ab भनेको y इन्टु 1/y प्लस b²। b को स्क्वायर भनेको 1/y को स्क्वायर होल स्क्वायर भयो भने अब यहाँनिर के रह्यो भने yq - 1/yq बराबर y - 1/y y² प्लस 1/y² प्लस 1। यहाँनिर काट्यो भने यहाँ 1 रहन्छ। अब हामी यही कुरालाई चाहिँ स्टेप 3 मा के गर्छौँ भने स्टेप 3 मा फाइन्ड द भ्यालु अफ y² प्लस 1/y²। अब यसको भ्यालु पत्ता लगाउनको लागि हामीले y - 1/y बराबर 7 छ भने यसलाई स्क्वायर बोथ साइड गर्छौँ। स्क्वायर
बोथ साइड यो चाहिँ क्वेसनमै दिएको थियो साइड यो भयो भने भनेछ y स्क्वायर बोथ साइड भनेपछि y - 1/y को होल स्क्वायर गर्यो भने बराबर 7 को स्क्वायर गर्यो भने के आउँछ भने y स्क्वायर minus 2 into y into 1/y plus 1/y को होल स्क्वायर अब बराबर 49 यता 49 अब के आयो भने y स्क्वायर यो क्यान्सल भयो -2 plus 1/y को स्क्वायर बराबर 49 y स्क्वायर plus 1/y को स्क्वायर बराबर 49 plus 2 गर्यो भने यो 2 उता प्लस भयो y स्क्वायर plus 1/y स्क्वायर बराबर 51 आयो अब चाहिँ हामीले यो इक्वेसन 3 र इक्वेसन 2 बाट गर्छौं मान राख्छौं के भनेछ भने अब चाहिँ यहाँ हामी substitute equation second and third बाट के गर्छौं y - 1/y बराबर 7 y स्क्वायर माइनस प्लस 1/y बराबर 51 अब यो इक्वेसन चाहिँ हामी स्टेप 2 अब इक्वेसन 2 मा हाल्छौं त्यसको मान y³ minus 1/y को 3 बराबर के दिएको छ भने y minus 1/y के भनेको छ अनि त्यसपछि y स्क्वायर प्लस 1/y को स्क्वायर प्लस 1 दिएको छ यहाँनिर अब यहाँ मान राख्छौं भ्यालु y minus 1/y बराबर यो भनेको 7 भइहाल्यो यो भनेको 51 यो भनेको इक्वेसन 3 बाट आएको हो इक्वेसन 3 बाट आएको 51 प्लस 1 गर्यो भने 7 into 52 गर्यो भने कति आउँछ y³ minus 1/y³ बराबर 364 हो अब चाहिँ हामीले देन y को पावर 6 y को पावर 6 minus 1/y को पावर 3 यो भनेको यसको आन्सर भनेको बराबर 364 यो नै यसको फाइनल आन्सर हो यो क्वेशनहरु मजाले गर्नु होला प्र्याक्टिस मजाले गर्यो भने तपाईहरुले गर्न सक्नुहुन्छ यो चाहिँ प्र्याक्टिस गरेर आउँछ अब चाहिँ हामी 37 नम्बर क्वेशन अब हामी 37 नम्बर क्वेशन गर्छौं 37 मा के छ भने मल्टिप्लाई गरेर 72 आउनु पर्यो जोड्दा अथवा घटाउँदाखेरि 1 आउनु पर्यो यो भनेको जस्तै 18 into 4 गर्यो भने 72 8 into 9 गर्यो भने 72 9 minus 1 गर्यो भने 8 गर्यो भने 1 यो नै हाम्रो यसलाई नि फ्याक्टराइज गर्ने यसलाई लिएर अब हामी बराबर 18a स्क्वायर minus a minus 4 छ भने 18a स्क्वायर जस्तै 9 minus 8 यहाँनिर चिन्ह ब्र्याकेट माइनस नै हो यो a minus 4 और 18a स्क्वायर minus 9a plus 8a minus 4 छ भने अब ब्र्याकेटमा के लिन सकिन्छ भने 9a कमन लिन सकिन्छ 9 2 जा 18 2a minus 1 plus यहाँनिर के कमन लिन सकिन्छ भने 4
4 2 जा 8 2a minus 4 1 जा 1 हो यो र यो सेम आयो हाम्रो 2a minus 1 9a plus 4 यो नै यसको फाइनल एन्सर हो। अब हामी 38 नम्बर क्वेसन गर्छौं। 38 नम्बर क्वेसन 38 नम्बर क्वेसनमा के छ भने यसमा के हामी कमन लिन्छौं x स्क्वायर कमन लियो भने x minus 2 minus 4 कमन लियो भने x 4 2 जा 8 minus 2 over x minus 2 एउटा लियो यो दुई मध्ये x स्क्वायर minus 4 अब अझै x minus 2 गर्यो भने x स्क्वायर minus 2 को स्क्वायर यो भनेको a स्क्वायर minus b स्क्वायर को फर्मुलामा x minus 2 x plus 2 हो यो नै चाहिँ यसको फ्याक्टराइजेसन हो। अब हामी यहाँ 38 नम्बरसम्म गरिसकेछौँ। थ्याङ्क यू। अब हामी HCF र LCM तर्फ जान्छौँ। धन्यवाद। आजलाई